So hello everyone, my name is Pranjal Reddy. आजको टपिक चाहिँ के हुनेछ भन्दाखेरि तपाईँले थम्बनेल हेरेर थाहा पाउनुभयो होला होइन। के कुरा हुन्छ भन्दाखेरि एआईले जब कसरी खान्छ अफकोर्स खान्छ। मान्छेले मलाई जसो बाँच्नु छ होइन, तर एआईले चाहिँ जब खान्छ है। हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो है। सो एआईले जब खान्छ भन्दाखेरि सो तपाईँहरूलाई थाहा होला एन्ड्रेस कार्पाथी भनिन्छ है। उहाँले चाहिँ युएस जब मार्केट भिजुअलाइजर चाहिँ बनाउनु भएको होइन। अब उहाँले युएस जब मार्केट भिजुअलाइजर बनाउनु भएको अनि त्यो मैले पनि भने नेपालको त्यसमा मैले चाहिँ लाइक 1 week लाइक 2 हप्तामा चाहिँ मैले चाहिँ यो नेपाल जब मार्केट भिजुअलाइजर बनाएको होइन। सो यो तपाईँले स्क्रिनमा देख्नुहुन्छ होइन। यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ होइन, के छ भन्दाखेरि कतिवटा जब चाहिँ जाने है भनेपछि एट रिस्क धेरै सेफ भन्ने होइन, एट हाई रिस्क होइन, हाई रिस्क भएको चाहिँ राटोहरू यो चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। यो यहाँ छ होइन, यसमा चाहिँ यो तपाईँले मजाले हेर्न सक्नुहुन्छ मैले भनेको। सो मैले चाहिँ अब के भन्न चाहन्छु भन्दाखेरि अब हामी एआई चाहिँ एआईमा चाहिँ अब एआई चलाएन भने चाहिँ हाम्रो जब चाहिँ सो एआईसँग अहिले एडाप्ट भइसक्नु भएको छैन। उहाँहरूको चाहिँ जब जाने गाह्रै हो सिनियर लेभलहरूलाई। तर भयो सिसिटीको रिसर्चबाट मैले थाहा पाएको एज ए डिफरेन्स मैले के छ भन्दाखेरि त्यहाँ चाहिँ के भएको छ भन्दाखेरि कम्पनीहरूले चाहिँ इम्प्लोयहरूलाई हटाइरहेको छ होइन, इम्प्लोयहरूलाई हटाइरहेको छ होइन। तर इम्प्लोयहरूलाई हटाएपछि चाहिँ तिनीहरूको कम्पनीको ग्रोथ रेट चाहिँ धेरै भइरहेको छ। कम्पनीको ग्रोथ रेट धेरै भएको कारण चाहिँ होइन, तिनीहरूले चाहिँ नयाँ सेमिकन्डक्टर्सहरू होइन खतरा मोडल बनाउन होइन, यस्तो हाई इन्फोर्सिङ इनर्जीको युज गरेर खतरा एआई टुल बनाएपछि चाहिँ मोडल एउटा बवाल बनाएपछि चाहिँ इम्प्लोइलाई रिप्लेस चाहिँ गर्छ। 199% इम्प्लोइलाई गर्छ होइन। त्यहाँ बरु कम्पनी अहिले 5 लाख जनालाई काम गर्दैछन् भने अब तिनीहरूमा चाहिँ नजाने भनेको कस्तो भन्दाखेरि जस्तो पोछा लाउने होइन, तिनीहरूमा ल सपोज 1 लाख छन् होइन, त्यति तिनीहरूको जब खायो तिनीहरूको जब हुन्छ, अरूको त जब खायो भनेपछि 5 लाखमा 1 लाख भयो, अरू 4 लाख चाहिँ जाने भयो। 4 लाखमा नि त्यही नि सिनियर र को फाउन्डर अनि इन्भेस्टरहरू मात्रै हुन्छन्, अरू सब भयो। अब मेरोमा चाहिँ के दिएको छ भन्दाखेरि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ होइन, मैले चाहिँ के गरेको छु भन्दाखेरि मेरोमा चाहिँ यहाँ चाहिँ कसले चाहिँ यो हरियोमाले सपोज डेरी फार्मरहरूले होइन, ब्याङ्क अफिसर त भयो यिनीहरूको जब नि होइन, ट्रेकिङ टुर गाइडहरू होइन, ब्युटिसियन कस्मेटोलोजिस्ट होइन, अनि सेक्युरिटी गार्डहरू, कन्स्ट्रक्सन वर्कर होइन, सबसे सेभेन फाइनटेक एन्टरप्रेनरहरू होइन, अनि होटेल म्यानेजरहरू अनि के अझै छ यहाँ तपाईँहरूले रिसर्च गर्न सक्नुहुन्छ। मैले मेरै रिसर्चबाट अब क्युए टेस्टिङ क्वेसन एन्सर टेस्ट इन्जिनियरहरूको पनि गयो जब त्यो बेसीको, गार्मेन्ट फ्याक्ट्री वर्करको पनि गयो, अकाउन्टेन्टको पनि गयो होइन, अनि सफ्टवेयर डेभलपर पनि अफकोर्स गइहाल्यो, ल्याब टेक्निसियनको पनि गयो, ब्याङ्क अफिसर गयो, ट्राभल एजेन्ट गयो, फ्याक्ट्री वर्करको चाहिँ नजान सक्छ, फ्याक्ट्री वर्करहरूको पनि जान्छ नि किनकि मेसिन्सहरू आउँछ त्यस्तै होइन। सो यो यसमा मैले के कन्क्लुड गर्न चाहेँ भन्दाखेरि जब खान्छ एआईले खान्छ होइन। सो अनि त्यसपछि यो कुरा चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि अहिले नै देखि एआईमा चाहिँ के गर्नुपर्छ है, एआईमा लाइक अब तपाईँहरूलाई मास्टर क्लासहरू चाहिन्छ होइन, सपोज कन्सल्टेन्सीहरू चाहिन्छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म हजुरलाई एलएसटिएम होइन, भ्यानिसिङ ग्रेडियन्ट एलिमेन्टहरू सबदेखि होइन, त्यो कसरी ट्रान्सफर्मरहरूको काम पहिला अगाडि त्यो कसरी त्यसले एलएसटिएमले चाहिँ त्यो भ्यानिसिङ ग्रेडियन्ट उसलाई चाहिँ कसरी रिड्युस गर्छ, मिटिगेट गर्छ कि नयाँ अवस्थाहरूलाई चाहिँ गर्दाखेरि तिनीहरू ट्रान्सफर्मरहरू भनेको त्यस्तो डिप मेसिन लर्निङको कुरा गर्नु छ भने चाहिँ हजुरहरूले मलाई चाहिँ फलो गर्नुहोस्। अनि इफ चाहिँ पेड क्लासहरूको लागि चाहिँ तपाईँहरूले मैले पेड क्लासहरूको लागि जस्ट 1K चाहिँ गर्छु। त्यसको लागि गर्नु छ भने चाहिँ तपाईँहरूले चाहिँ मलाई गर्नुहोस्। म हरेक टुलको सब्सक्रिप्सनदेखि हजुरलाई चाहिँ त्यो सब्सक्रिप्सन समेत चाहिँ हजुरहरूलाई देखाउँछु मैले के गरेको छु त्यो सब्सक्रिप्सनहरू लिएर होइन, कसरी के गर्नुपर्छ, कसरी चाहिँ चल्छ मार्केटमा भनेर के गर्नु छ। एआई रिसर्चहरू होइन, आइएम अल्सो रिसर्चर। अनि
अहिले म यस्तै इन्डेक्स कार्बाथियाहरूकै म हेरिरहेको छु अनि त्यसमा चाहिँ गरिरहेको छु होइन। सो एआईले चाहिँ जब खान्छ है। मैले भनिरहेको यस्तो किन भन्दाखेरि एआईले चाहिँ जब 199% खान्छ किन भन्दाखेरि अहिले जति भन्नु एआईसँगै डेभलप हुने मान्छेको नि खान्छ क्या किन भन्दाखेरि जब कि एआईसँगै डेभलप हुने मान्छेले एआईले नै गर्छ बेटर किन मान्छेलाई स्यालेरी तिराउनु पर्यो एआईले नै गर्छ भने एआईलाई राख्छ। अब मान्छेले एआईलाई कन्ट्रोल गर्नुपर्ने छैन पऱ्यो मै मान्छेहरूले सुनिरहन्छु के भन्छन् भन्दाखेरि एआईले चाहिँ के गर्छन् भन्दा एआईले चाहिँ ऊ खान्छ जब खान्छ जब खाएको पनि त्यो धेरै कम्पनीको इम्प्लोयरहरूलाई निकालेर फेरि तिनीहरूलाई बोलायो अनि तिनीहरूलाई चाहिँ किनकि केही प्रब्लम भयो होला सिस्टमहरूमा होइन त्यो एआईले मात्रै ह्यान्डल गरेर छ नि त अब त्यो त्यसलाई चाहिँ मैले के भनेर भन्छु भन्दाखेरि मान्छेलाई ल्याउने होइन क्या अझै मैले भने नि मैले सुरुमै भनेको यो नयाँ टुलहरूलाई चाहिँ यस्तो पैसा हालिरहने क्या नयाँ टुल्सहरूमा बनाउने अहिले अहिले कुनै टुल्सले त्यस्तो गर्न नसक्ला तर यस्तो खतरा बनाउँदै जाने होइन अहिले इलोन मस्कले त मार्समा जाने कुरा सब बिर्सिसकेको छ नि किनकि ह्युमन्स डाटा सेन्टर हो यो चाहिँ कुराहरूले बुझ्नुपर्छ अनि कन्टेन्ट अहिले चाहिँ इमर्जिङ एरा अपर्च्युनिटिज तपाईँहरूले मेरोमा देख्न सक्नुहुन्छ इलेक्ट्रिकल भेहिकल टेक्निसियन फाइन टेकिङ एन्टरप्रेनर कन्टेन्ट क्रिएटर युट्युबर एआई एमएल इन्जिनियर सोलर इन्जिनियर गेम डेभलपर क्लाउड इन्जिनियर अब के भन्छ किन गेम डेभलपर भने क्रिएटिभ माइन्ड हुन्छ तिनीहरू कम्पनीमा काम गर्दैन होइन अनि नेटवर्किङ गर्नेहरूको पनि हुन्छ जाँदैन तिनीहरूको अनि डिजिटल मार्केटरहरू डाटा साइन्टिस्ट एआई अहिले चाहिँ मलाई मेरो थर्डमा चाहिँ सब इम्प्लोइहरू जान्छन् होइन तर डाटा साइन्टिस्टहरू हुन्छ नि जसले रिसर्चहरू लाइक मैले गरिरहेको छु अहिले होइन तिनीहरूको चाहिँ तिनीहरू लाइक तिनीहरूको पैसा अहिले पैसाको कुरा चाहिँ नगर्दाखेरि तिनीहरू चाहिँ हुन्छन् क्या होइन मार्केटमा एआई डाटा एनोटेटर होइन फाइनटेक प्रडक्ट एनालिस्ट त्यस्तै त्यस्तोहरू चाहिँ हुन्छ सो यास दिस इज इट होइन यो चाहिँ मेरो बेसिक थट अबाउट होइन एआईले जब खान्छ खान्न यु क्यान भिजिट माई साइट राइट हियर होइन नेपाल जब मार्केट भिजुअलाइजर .org होइन अनि त्यसमा तपाईँहरूले हेर्न सक्छु कि मैले के गर्न सक्छु त्यहाँ ब्लग्सहरू पनि छ हजुरले डाटाहरू पनि एक्सपोर्ट गर्न सक्नुहुन्छ लाइक यो मैले धेरै आई पुट अलट अफ टाइम हेयर होइन सो यस इफ तपाईँहरूलाई पनि केही प्रोजेक्टहरू होइन मसँग एउटा खतरा स्टार्टअप प्रोजेक्ट छ तर म बाहेक कसैलाई थाहा छैन होइन त्यसको लागि चाहिँ म मान्छेहरू खोज्दैछु अन्ली मान्छे जो गर्न सक्छ होइन नट आज यस्तो गर्यो होइन मलाई एउटा अहिले यो जेनेरेसनमा के देख्न सक्नुहुन्छ मैले देखिरहेको हुन्छु होइन मान्छे दे आर अनविलिङ मान्छेहरू इन्सिक्योर हुन्छन् आफ्नो होइन केही गर्न सक्दैनन् गरे पनि एक दुई मोटिभेटेड भएर मान्छेले गर्छन् है बट टु बी अनेस्ट आई हेट मोटिभेटेड पिपुल किनकि दे आर द्याट्स फर सर्ट टाइम होइन सर्ट टाइम मोटिभेट भएर गर्छन् बट डिसिप्लिन इज द मेन थिङ राइट हियर एन्ड कन्सिस्टेन्सी राइट सो यु क्यान अल्सो फलो माई इन्स्टाग्राम द्याट इज @कोर्जेन रेग्मी होइन एन्ड @ml रेग्मी म चाहिँ त्यसमा एआई कन्टेन्टहरू चाहिँ राखिरहन्छु थ्याङ्क यू भेरी मच